मसी सबैजनालाई आप सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वर कृपाले हजुरलाई स्वागत छ। रिड बाइबल विथ मार्थामा म फेरि पनि उपस्थित भइसकेको छु हजुरहरूलाई वचन पढेर सुनाउनको निम्ति। योभन्दा अगाडि चाहिँ हामीले दोस्रो समूएलको पुस्तक 1 र 2 अध्याय पढेर सुनिसकेका छौँ भने आज चाहिँ हामी 3, 4, 5 अध्याय पढेर सुन्नेछौँ। सुरु गरौँ। सुरु गर्नुभन्दा हजुरले लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला। दाउदको परिवार। साउल र दाउदका घरानाहरूका बीचको युद्ध धेरै दिनसम्म चलिरह्यो। दाउद झन शक्तिशाली हुँदै गए अनि साउलको घराना चाहिँ अझ कमजोर हुँदै गयो। अनि हेब्रोनमा दाउदका छोराहरू जन्मे। तिनका जेठा छोरा अम्नोन थिए, जसकी आमा इजरायली अहिनोम थिइन्। तिनका माहिला छोरा किलाब थिए, जसकी आमा कर्मेलका नाबालिकी विधवा अबिगेल थिइन्। तिनका साहिला छोरा अब्सालोम थिए, जसकी आमा गसुरका राजा तल्मईकी छोरी माका थिइन्। काहिला चाहिँ अदोनिया थिए, जसकी आमा इगित हग्गित थिइन्। ठाइला सपत्याया थिए, जसकी आमा अबितल थिइन्। अनि कान्छा चाहिँ इत्राम थिए, जसकी आमा दाउदकी पत्नी एग्ला थिइन्। यिनीहरू सबै हेब्रोनमा जन्मेका दाउदका छोराहरू थिए। अबनेरले दाउदसँग मिलापको बाचा बन्धन बाँधेका। जब साउल र दाउदका घरानाको बीचमा युद्ध हुँदै गयो, तब अबनेरले बिस्तार साउलको घरानामा आफूलाई प्रबल तुल्याउँदै थिए। अब अय्याकी छोरी रिस्पा नाउँ भएकी साउलकी उपपत्नी थिइन्। इस्बोसेतले अबनेरलाई सोधे, तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ? यस कुराले अबनेरले साह्रै रिसाएर भने, के म यहुदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्म त म तिम्रा पिता साउलको घराना, उनका दाजुभाइहरू र उनका मित्रहरूको भक्त थिएँ र मैले तपाईँलाई दाउदको हातमा दिएर विश्वासघात गरेको छैन। तापनि यस स्त्रीको विषयमा भक्तिहीनताको आरोप लाउनुहुन्छ। अब यदि दाउदको निम्ति परमप्रभुले शपथ खाएर गर्छु भन्नुभएको कुरालाई पुरा गर्न म सकेसम्म गर्दिनँ भने परमेश्वरले म प्रति कठोर व्यवहार गरून्। म साउलको घरानालाई खसाल्न र दाउदलाई दानदेखि बेर्सेबासम्म इजरायल र यहुदामाथि सिंहासनमा बसाल्ने काम गर्नेछु। तिनी अबनेरसँग साह्रै डराएका हुनाले इस्बोसेतले अरू केही पनि भन्न सकेनन्। त्यसपछि अबनेरले हेब्रोनमा दाउद कहाँ यसो भनेर दूतहरू पठाए, यो देश कसको हो? हामी मिलाप गरौँ र म सारा इजरायललाई तपाईँतर्फ ल्याउनलाई सकेसम्म कोसिस गर्नेछु। तब दाउदले यस्तो जवाफ पठाए, बेस, म तिमीसँग मिलाप गर्नेछु, तर यो एक शर्तमा कि साउलकी छोरी मिकललाई म कहाँ ल्याएपछि मात्र तिमी मेरो सामु आऊ। दाउदले साउलका छोरा इस्बोसेत कहाँ पनि यसो भनेर दूतहरू पठाए, मैले 100 पलिस्तीका खलडीको दाम तिरेर मगनी गरेको मेरो पत्नी मिकल मलाई सुम्पिदेऊ। यसकारण इस्बोसेतले मानिसहरू पठाएर मिकललाई आफ्ना पति लेसका छोरा पल्तिएल कहाँबाट झिकाए। अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुन्जेल पल्तिएल रुँदै बहुरीसम्म मिकलको पछि आए। अब इजरायलका धर्मगुरुहरू कहाँ आएर अबनेरले भने, निकै अघिदेखि नै तपाईँहरूले दाउदलाई आफ्ना राजा तुल्याउन खोज्नु भएको हो। अब त्यो काम पुरा गर्ने समय यही हो, किनभने दाउदको विषयमा परमप्रभुको वचन यो छ, मेरो दास दाउदको हातबाट नै मेरो प्रजा इजरायललाई पलिस्तीहरूबाट र तिनीहरूका सबै शत्रुहरूबाट बचाउनेछु। अबनेरले बेन्यामिनीहरूसँग पनि कुरा गरे र त्यसपछि इजरायलीहरू र बेन्यामिनीहरू सहमत भएको कुरा सुनाउनलाई अबनेर हेब्रोनमा दाउद कहाँ गए। जब अबनेर दाउदको सामुन्ने हाजिर भए, तब उनीसँग 20 जना मानिसहरू थिए र दाउदले उनीहरू सबैका निम्ति भोज दिए। तब अबनेरले दाउदलाई भने, अब म गएर हजुरको सामुन्ने सारा इजरायलीहरूलाई ल्याउनेछु र तिनीहरूले हजुरसँग एउटा करार बाँधुन्। त्यसपछि हजुर आफूले इच्छा गर्नुभए जति माथि तपाईँले राज्य गर्नुहोस्। तब दाउदले अबनेरलाई बिदा दिए र उनी शान्तिसँग गए। योआबले अबनेरलाई मारेका। दाउदका मानिसहरू र योआब चाहिँ आफूसँग धेरै लुटका माल लिएर लुटपिटबाट फर्के। तर त्यस बेला अबनेर चाहिँ शान्तिसता बिदा भइसकेकाले उनी दाउदसँग हेब्रोनमा थिएनन्।
यसैले जब योआब र तिनका लुटपिट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजा कहाँ आएर शान्ति साथ फर्किगएका कुरा तिनीहरूले सुने। राजा कहाँ गएर योआबले भने, हजुरले यो के गर्नुभयो? अबनेर यहाँ हजुर कहाँ आएका थिए, हजुरको कसरी उनलाई त्यसै जान दिनुभयो? उनी त त्यसै उम्केर गइहाले। हजुरले नेरका छोरा अबनेरलाई चिन्नु नै भएको छ। उनी हजुरलाई छल गर्न, हजुरको चाल बुझ्न र हजुरको के गर्दै हुनुहुन्छ सो जानलाई आएका थिए। जब योआब दाउदको सामुन्नेबाट निस्के, तब तिनले अबनेरको पछि समाचार वाहकहरूलाई पठाए र तिनीहरूले अबनेरलाई सिराको इनारदेखि फर्काएर ल्याए, तर दाउदलाई यो सब थाहा थिएन। अनि जब अबनेर हेब्रोनमा फर्के, तब योआबले उनीसँग एकान्तमा केही कुरा गर्ने न्युमा मूल ढोकाको एकातिर गए र तिनले आफ्ना भाइ असाहेलको बदला लिन अबनेरलाई भुँडीमा घोचेर मारे। तब दाउदले यो खबर पछि पाए र भने, नेरका छोरा अबनेरका हत्याको विषयमा म र मेरो राज्य परमप्रभुको दृष्टिमा सधैँको लागि निर्दोष छौँ। योआब र तिनका पिताका सबै घरानाको शिरमा त्यो दोष परोस्। अनि योआबको घरानामा घाउ खटिरा हुने वा छालामा सरुवा रोग लाग्ने व्यथाकोले नछोडोस्। लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भिख मागी हिँड्ने सन्तानको अभाव नहोस्। यसरी गिबोनको लडाईँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबिसैले अबनेरलाई मारे। तब दाउदले योआब र तिनीसँग भएका सबै मानिसहरूलाई आफ्नो लुगा च्यात्न, भाङ्रा ओड्न र अबनेरको अरथीको अघि अघि बिलाप गर्दै हिँड्न भनी हुकुम गरे र राजा आफै चाहिँ अरथीको पछि पछि हिँडे। तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे र अबनेरको चिहानमा राजा साह्रै रोए अनि सबै मानिसहरू पनि तिनीसँग रोए। राजाले अबनेरको निम्ति यो बिलापको गीत गाए, के अब अबनेर अपराधी भए झैँ मर्नुभयो? तिम्रा हात बाँधिएका थिएनन्, तिम्रा गोडामा साङ्ला लागेका थिएनन्, तिमी त दुष्टहरूका हातमा परे झैँ ढल्यौ। अनि मानिसहरू तिनको निम्ति फेरि रोए। तब तिनीहरूले दाउदलाई झैँ अझै दिन बाँकी रहँदा केही खाउन् भनेर मनाउनलाई आए। तर दाउदले शपथ खाएर यसो भने, सूर्यास्त अघि मैले कुनै किसिमले खानेकुरा छोएँ भने परमेश्वरले म प्रति कठोर व्यवहार गरून्। मानिसहरूले यो कुरा बुझे र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्न भए। त्यस दिन इजरायलका सबैले नेरका छोरा अबनेरको हत्यामा राजाको केही हात थिएन भनी थाहा पाए। राजाले आफ्ना मानिसहरूलाई भने, इजरायलमा आजको दिन एकजना योद्धा, एकजना महान पुरुष मरे भनी तिमीहरू जान्दैनौ। म अभिषिक्त राजा भए तापनि सरुयाका यी निर्दयी छोराहरूका सामुन्ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अति नै बलिया भए परमप्रभुले दुष्ट काम गर्नेलाई त्यसका योग्यको प्रतिफल देऊन्। इशबोशेत मारिएका। जब साउलका छोरा इशबोशेतले हेब्रोनमा अबनेर मारिएको कुरा सुने, तब तिनको हात खुट्टै गल्यो र सारा इजरायलीहरू घबराए। इशबोशेतका 2 जना मानिसहरू थिए जो लुटपिट गर्नेहरूका अगुवा थिए, जसका नाउँ बानह र रेकाब थिए। उनीहरू बेन्यामिन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामिनसँगै गनिएको छ, किनभने बेरोतीहरू गितैममा भागेर गएका थिए र त्यस बेलादेखि अहिलेसम्म त्यही नै बसोबास गरेका छन्। साउलका छोरा जोनाथनको एकजना छोरा थियो जो दुवै खुट्टाको लङ्गोडो थियो। इजरायलबाट साउल र जोनाथनको मृत्युको समाचार आउँदा त्यो 5 वर्षको थियो। त्यसकी दाइले त्यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार हतार गरी जाँदा त्यो लड्यो र लङ्गडो भयो। त्यसको नाउँ मपिबोसेत थियो। बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह मध्ये दिनमा इशबोशेत विश्राम गरिरहेका बेलामा तिनको घरमा आए र भित्र पसे। उनीहरू घरको भित्री भागतिर गहुँ लिन गए जस्तो गरी गए र त्यहाँ उनीहरूले तिनलाई पेटमा छुरी हाने। त्यसपछि रेकाब र बानाह सुटुक्क निस्के।
इस्बोसेत आफ्नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए। तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्यो आफूसँग लगे र अराबाबाट रातभरि हिँडेर गए। उनीहरूले इस्बोसेतको टाउको हेब्रोनमा दाउद कहाँ ल्याए र राजालाई भने, हजुरको प्राण लिन खोज्ने हजुरको शत्रु साउलका छोरा इस्बोसेतको टाउको यहाँ छ। परमप्रभुले साउल र उनका घरानालाई आज हजुरको निम्ति साटो फेर्नुभयो। दाउदले बेरोती रिम्मोनका छोराहरू रेकाब र त्यसका भाइ बाहनालाई जवाफ दिए, परमप्रभु जसले मलाई मेरा सबै कष्टबाट छुटाउनुभयो, जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, साउल मरेका खबर राम्रो हो भनी ठानेर म कहाँ समाचार ल्याउने मानिसहरूलाई मैले पक्रे र मैले त्यसलाई सिक्लगमा मारे। मैले त्यसका समाचारको निम्ति त्यसलाई त्यही प्रतिफल दिएँ। तर दुष्ट मानिसहरूले एकजना निर्दोष मानिसलाई त्यसकै घरानामा त्यसको पलङमा मार्छन् भने झन् कति बढी प्रतिफल दिनु पर्ला। के मैले अब तिमीहरूले गरेको हत्याको बदला लिएर तिमीहरूलाई संसारदेखि खत्तम नगर्नु र? तब दाउदले आफ्ना मानिसहरूलाई हुकुम दिए र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले उनीहरूका हात खुट्टा काटेर हेब्रोनका पोखरीको छेउमा झुन्डाइदिए। तर इस्बोसेतको टाउको चाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाडिदिए। दाउद इजरायल र यहुदामाथि राजा भएका। तब इजरायलका सबै कुल हेब्रोनमा दाउद कहाँ आएर तिनलाई भने, हामी तपाईँकै हाड र मासु हौँ। अघि साउल हाम्रा राजा हुँदा पनि तपाईँले नै इजरायलको सेनालाई लडाइँमा लाने र फर्काएर ल्याउने गर्नुहुन्थ्यो। अनि परमप्रभुले तपाईँलाई भन्नुभयो, त नै मेरो प्रजा इजरायलको गोठालो हुनेछस्, त तिनीहरूको राजा हुनेछस्। तब इजरायलका सबै धर्मगुरुहरू हेब्रोनमा राजा कहाँ आए। त्यहाँ दाउदले तिनीहरूसँग परमप्रभुको सामुन्ने करार बाँधे र तिनीहरूले दाउदलाई इजरायलमाथि राजा अभिषेक गरे। दाउद 30 वर्षको उमेरमा राजा बने र तिनले 40 वर्षसम्म राज्य गरे। तिनले हेब्रोनमा यहुदामाथि 7.5 वर्ष पनि हुँदा यहुदा र इजरायल दुवैमाथि यरुसलेममा 33 वर्ष राजा गरे। यरुसलेममाथि दाउदको विजय। त्यसपछि दाउद राजा र तिनका मानिसहरू यरुसलेममा बस्ने यबुसीहरूलाई आक्रमण गर्न गए। यबुसीहरूले दाउदलाई भने, तपाईँ यहाँ आउन सक्नुहुन्न, अन्धा र लङ्गडाहरूले पनि तपाईँलाई भगाउन सक्नेछन्। उनीहरूको विचार यही थियो कि दाउद कहिल्यै भित्र आउन सक्ने छैनन्। तापनि दाउदले सियोनको गढी दाउदको सहर लिइहाले। त्यस दिन दाउदले भने, हरेक जसले यबुसीहरूलाई जित्छ त्यसले दाउदका शत्रु अन्धा र लङ्गडाहरूलाई पानीको नालबाट पसेर भेट्टाउनु पर्नेछ। त्यसै कारण तिनीहरू भन्छन्, कुनै अन्धा र लङ्गडा महलमा आउने छैनन्। दाउद त्यही गढीमा बस्न लागे र त्यसको नाउँ दाउदको सहर राखे। दाउदले टेवा दिने गाराहरूका भित्रीपट्टि गढीका चारैतिर सहर बनाए। अनि दाउद झन शक्तिशाली हुँदै गए, किनभने सर्वशक्तिमान परमप्रभु परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। टुरोसका राजा हिरामले दाउद कहाँ राजदूतहरू पठाए। हिरामले तिनीहरूका साथमा देवदारूका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए। अनि तिनीहरूले दाउदको निम्ति एउटा महल बनाए। परमप्रभुले तिनलाई इजरायलमाथि राजा हुनलाई स्थिर गर्नुभयो अनि तिनको राज्य आफ्नो प्रजा इजरायलको निम्ति उच्च पार्नुभयो भनी दाउदले अब थाहा पाए। हेब्रोनबाट सरेपछि दाउदले यरुसलेममा अझै धेरै उपपत्नीहरू र पत्नीहरू लिए अनि तिनका अरू छोराछोरी जन्मे। यरुसलेममा जन्मेका तिनका सन्तानहरूका नाउँ यिनै हुन्: समुवा, सोबाब, सिभार, एलिसुवा, नेपेग, यापी, एलिसामा, एल्यादा र एलिपेलेत। दाउदले फलिस्तीहरूलाई परास्त गरेका। दाउद इजरायलीहरूमाथि राजा अभिषेक भए भनी जब फलिस्तीहरूले सुने, तब उनीहरू सेना लिएर दाउदलाई खोज्न निस्के। तर यो कुरा सुनेर दाउद गढीमा ओर्लेर गए।
फलिस्तीहरू आएर तपाईँहरूको बेसीमा फैलिएर बसे। तब दाउदले परमप्रभुलाई सोधे, म फलिस्तीहरूलाई आक्रमण गरौँ के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ? अनि परमप्रभुले जवाफ दिनुभयो, जा, म फलिस्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु। तब तिनी उक्लेर गएर उनीहरूलाई बाल पराजिममा आक्रमण गरेर त्यहाँ उनीहरूलाई जिते। दाउदले भने, नदीले आफ्नो किनार भत्काए चाहिँ परमप्रभुले मेरा शत्रुहरूका पङ्क्तिलाई भत्काइदिनु भयो। त्यसले त्यस ठाउँको नाउँ बाल पराजिम राखियो। फलिस्तीहरूले बल्ल आफ्ना मूर्तिहरू त्यहीँ छोडे अनि दाउद र तिनका छोराहरूले ती लगे। फलिस्तीहरूले फेरि आएर रपाईहरूको बेसीमा फैलिएर बसे। दाउदले परमप्रभुलाई सोधे र परमप्रभुले भन्नुभयो, यसपल्ट सोझै आक्रमण नगर, तर घुमेर लहरे पिपलहरूका सामुन्ने पछिल्लोतिरबाट उनीहरूलाई आक्रमण गर। लहरे पिपलहरूका टुप्पोमा हुरुरु आवाज सुन्ने बित्तिकै झट्टै आक्रमण गरिहाल, किनभने त्यस बेला परमप्रभु फलिस्तीहरूको सेनालाई परास्त गर्न तेरो अघि अघि जानुहुनेछ। दाउदले परमप्रभुको आज्ञा बमोजिम गरे अनि फलिस्तीहरूलाई गिबोनदेखि गजेरसम्म खेदेर दबाए। थ्याङ्क यू सो मच हजुरहरूले यो वचन सुनिदिनु भएकोमा। परमेश्वर हजुरलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।